नमस्कार साथीहरू। आज पनि म तपाईहरूलाई हाम्रो ल्यापटप कसरी फास्ट बनाउन सकिन्छ भन्ने बारेको अर्को भिडियो लिएर उपस्थित भएको छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला र यस्तै भिडियोहरू हेर्नको लागि मलाई फलो पनि गर्न नबिर्सनुहोला। सर्वप्रथम किबोर्डबाट विन्डो र आर बटन थिच्नुहोस्। त्यस पछाडि त्यहाँ टाइप गर्नुहोस् पर्सेन्टेज टिइएमपी पर्सेन्टेज लेखेर ओके गर्नुहोस्। त्यस पछाडि त्यहाँ देखिएका फाइलहरूलाई कन्ट्रोल ए अथवा सिलेक्ट अल गरेर डिलिट गर्नुहोस्। त्यसपछि बन्द गर्नुहोस्। फेरि विन्डो र आर बटन थिच्नुहोस्। त्यस पछाडि टिइएमपी लेख्नुहोस् र ओके गर्नुहोस्। अनि यहाँ आएका फाइलहरूलाई पनि सिलेक्ट गरेर कन्ट्रोल ए गर्नुहोस्। फाइल सबै सिलेक्ट हुन्छ र डिलिट गर्नुहोस्। यसलाई फेरि बन्द गर्नुहोस्। फेरि विन्डो आर र टाइप गर्नुहोस् प्रिफेच PREFETCH प्रिफेच लेखेर ओके गर्नुहोस्। यहाँ देखिएका फाइलहरू पनि सिलेक्ट अल गर्नुहोस् र डिलिट गर्नुहोस्। अब फेरि विन्डो आर थिच्नुहोस्। त्यस पछाडि RECENT रिसेन्ट भन्ने लेख्नुहोस् र ओके गर्नुहोस्। कन्ट्रोल एडिट गर्नुहोस्। यसलाई पनि डिलिट गरिदिनुहोस्। त्यस पछाडि हाम्रो डेस्कटपमा रिसाइकल बिनलाई पनि इम्टी गरिदिनुहोस्। अब हाम्रो कम्प्युटर धेरै नै फास्ट हुन्छ। धन्यवाद।